पुष्पकमल दाहाल प्रचण्ड चिन्दिनँ यार मलाई चिनेर के हुन्न भने प्रचण्डलाई चिन्नुहुन्न तपाईँले? होइन अब व्यक्तिगत भेटघाट छैन के चिन्नु चिनेर पनि के हुन्छ भने अब ट्रक पैसा उसाले भन्छ पैसा जलाजल छ गरिब देशमा चाहिँ अब हिजो त्यसमा राजा बेलामा ऋण लागेको थिएन देश ऋणमा डुबिसक्यो जनता एभ्री डे लाखौँ 3000 3500 3600 मान्छे डेली बाहिर जान्छ किन चिन्नु यिनीहरूलाई भने यिनीहरूलाई त कोही पनि चिन्दिनँ नेता भनेको त म चिन्दिनँ मेरो लागि नेता क्रस हुनु भनेको कालो बिरालोले बाटो काटेर ल पारस शाहलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ? वास्तवमा यो देशमा राजा होइन अहिले चाहिँ उहाँ मान्छे जसको कुनै गोलै छैन जसको कुनै सपनै छैन इच्छै छैन लोभै छैन मोह के पनि छैन लोभ मोह काम क्रोध सब यस्तो मान्छे चाहिने हो राजा होइन त्यस्तो देख्छु मैले पारस सरकारलाई हिजो पारस सर होइन नि त हेर्नुहोस् पास्ट सबैको हुन्छ हिजोको गल्तीबाट जज गर्नु मिल्दैन रामायण लेख्ने पनि पहिला डाकु थिए नि हो वाल्मीकि पहिला डाकु थिए जज गर्न मिल्दैन हिजोबाटै मान्छे सुध्रिन्छ नि म हिजो खराब थिएँ म आज पनि खराब छु पारस शाह वाल्मीकि बन्नु भएको छ भने तपाईँको म सालिनु हुन्छ युधिष्ठिर सच्चा माया गर्ने मान्छेमा पर्छ यहाँ एभ्री डे गलत गर्नलाई चाहिँ अब हिरो बनाएको छ बिचरा उहाँले केही गरेको छैन एउटा के बनाएको छ यसलाई गाली गरेको छ के बनाएको छ आफू आनन्दसँग नेपालको छोरा त हो नि उहाँ राजपरिवारमा जन्मियो त उहाँको के दोष भयो त कुनै समय रत्नाकर हुनुहुन्थ्यो अहिले वाल्मीकि बन्नुभयो अब रत्नाकर थियो बनाइयो त्यो त इतिहासले भन्ला उहाँ रत्नाकर हुनुहुन्थ्यो अथवा बनाइयो